हजुरको सामु आइसकेको छ हेनरी बोल्ट्स मोडल सी प्रो। यसमा हजुरले 300 किलोमिटरको रेन्ज पाउन सक्नुहुनेछ भने यसमा ब्याट्री भनेको 25 किलोवाट आवरको छ, मोटर भने 35 किलोवाटको छ। घरमा चार्ज गर्नलाई 8 आवर्स लाग्छ भने यसले स्टेसनमा 20 to 80 तपाईको 40 मिनेट्समा चार्ज गर्छ। यो गाडीको लुक्स चाहिँ एज अ पान्डा शेपको छ। तपाईको अगाडि फ्रन्ट लुक हेर्न खोज्नुहुन्छ भने पान्डाको सँग इन्स्पायर भएर आको लुक्स हो यो। अनि हेडलाइटमा चाहिँ हजुरले क्याट आई हेडलाइट पाउनुहुन्छ विथ DRL र साथमा हजुरले देख्न सक्नुहुन्छ हजुरले हेनरी बोल्ट्सको लोगो। हजुरले यसमा पाउनुहुनेछ 175 mm को ग्राउन्ड क्लियरेन्स जुन हजुरको सिटीको लागि मोर देन इनफै छ। यो ड्युअल टोन कलरमा हजुरले अप्सनमा पाउन सक्नुहुनेछ। हजुरले सिंगल टोनमा पनि यसमा कलर अप्सन छ। हजुरको साइडको लेन्थ कुरा गर्दाखेरि कतिपयलाई गाडी सानो जस्तो लाग्छ भिडियो या फोटोमा हेर्दा। यसको लेन्थ चाहिँ तपाईको 11 फिट छ र ब्रेथ चाहिँ तपाईको 5 फिट छ। 5 फिट छ है। र त्यस्तै गरी सानो पार्किङ स्पेसमा पनि मजाले राख्न सकियो नि त हामीले। हजुर। र साथसाथै यसको अलिकति यो मिररको कुरा गर्नुपर्दा साइड इन्डिकेटर पनि यही अट्याच हो सर यो? यसमा साइड इन्डिकेटर पनि हजुरको मिररमै अट्याच छ। यसको ब्याक लुक्सको कुरा गर्नुपर्दा हजुरले यहाँ पाउनुहुनेछ शार्क फिन एन्टिना विथ रिभर्स क्यामेरा र दुईटा पार्किङ सेन्सर। र त्यस्तै गरी यसको के छ सर बुट स्पेसको कुरा? यसको बुट स्पेसको कुरा गर्दाखेरि हजुरले पाउनुहुनेछ 160 लिटरको बुट स्पेस। 160 लिटरको बुट स्पेस है सर? हजुर। र त्यस्तै गरी यहाँभित्र के छ सर यो चाहिँ? हजुरले यसमा पाउनुहुनेछ एउटा पोर्टेबल चार्जर। हजुर। यो चाहिँ तपाईँको घरमै चार्ज गर्न सक्नुहुनेछ। यसलाई अर्थिङ केही पनि चाहिएन। 3.3 किलोवाटको चार्जर पाउनुहुनेछ हजुरले। नर्मल पावर सकेटमा हजुरले जोडिदिँदाखेरि मजाले चार्ज भइहाल्यो। एबभ 16 एम्पियरको लाइन हजुरलाई लाइन कनेक्सन चाहियो। अनि हजुरले पाउनुहुनेछ यसमा टुल बक्सहरू र साथै यसको यो सिट पनि अलिकति एडजस्ट गरेर बुट स्पेस बढाउन नि सक्यो सर हामीले? हजुरलाई अब 2 जना मात्र हुनुहुन्छ, मलाई स्पेस बढी चाहियो, सामान राख्नु पर्यो भने हजुरले यो सिट स्प्लिट गर्न पनि सक्नुहुनेछ र यसलाई ठुलो मोर देन इनफ तपाईँलाई स्पेस बनाउन सक्नुहुनेछ डिकी। हजुरले यसमा ब्याकमा हजुरले पाउन सक्नुहुनेछ एउटा फग लाइट र यतापट्टि रिभर्स पार्किङ लाइट जुन चाहिँ तपाईँको युरोपियन स्ट्यान्डर्डमा बनेको छ। यसमा हजुरले सेफ्टीको कुरा गर्नुपर्दा हजुरले पाउनुहुन्छ सिङ्गल एयर ब्याग, ABS विथ EBD, हिल होल असिस्ट र फुल पावर विन्डो विथ चाइल्ड लक एन्ड सेन्ट्रल लक। हजुरले यहाँ देख्न सक्नुहुनेछ 4 पावर विन्डोको पावर कन्ट्रोल। अनि हजुरले यहाँ स्पेस पनि दिएको छ हजुरलाई बोतलहरू केही सामानहरू राख्नको लागि। र त्यस्तै गरी अलिकति मैले यता सरलाई जोड्न चाहेँ स्पोर्ट छ, अर्को के छ बटनहरू यो पनि भनिदिनु सर? यहाँ चाहिँ हजुरले 3टा बटनहरू पाउनुहुनेछ। एउटा स्पोर्ट्स भनेको हजुरको इको र स्पोर्ट्स मोड। यसमा हजुरले 2टा मोड पाउनुहुन्छ गाडीमा। हजुर। इको मोडमा हजुरले चलाउनु भयो भने 60 देखि 65 को स्पिड मात्र जान्छ र रेन्ज चाहिँ तपाईँको 300 किलोमिटर दिन्छ। हजुरले स्पोर्ट्स मोडमा लाउनु भयो भने चाहिँ हजुरको स्पिड 100 भन्दा माथि जान्छ र रेन्ज चाहिँ तपाईँको 250 प्लस किलोमिटर दिन्छ। र त्यस्तै गरी एउटा सानो एउटा उ छ है सर, त्यो के को लागि? यो चाहिँ हेडलाइट एडजस्टमेन्ट हो, तपाईँलाई अप डाउन गर्नेको हेडलाइट एडजस्टमेन्ट भयो यो चाहिँ। हजुर। अनि यो चाहिँ हजुरको डिकीको लागि हो। हजुरले कि त कीबाट खोल्न सक्नुभयो कि त यो बटन पुस गर्न साथ हजुरले डिकी ओपन भइहाल्छ। र साथसाथै अब अलिकति हामी माथि जान्छौँ स्टियरिङतिर है सर, के पाउन सकिन्छ यसो भनिदिनु न सर? हजुरले यहाँ पाउनुहुनेछ स्टियरिङ माउन्ट कन्ट्रोलहरू। हजुर। यसमा हजुरले मोड छ, मोडबाट चाहिँ हजुरको ब्लुटुथ मोड र FM मोड अनि अरू मोडहरू चेन्ज गर्न सक्नुहुनेछ। अनि यसमा चाहिँ हजुरको कल सिस्टम छ, भोल्युम अप र भोल्युम डाउन। अनि हजुरले कल उठाउन र ह्याङअप गर्न यहाँबाट सक्नुहुनेछ। हजुरले यहाँ पाउन सक्नुहुनेछ इन्स्ट्रुमेन्ट क्लस्टर जुनमा चाहिँ हजुरको गाडीको सेफ्टीदेखि लिएर सबैको डिस्प्लेहरूमै देखाइरहेको हुन्छ। जस्तै कि यो हजुरले सिट बेल्ट लाउनु भएको छैन, सिट बेल्टको साइन देखाइरहेछ। अहिले गाडी हाम्रो न्युट्रलमा छ, न्युट्रलको साइन भयो। हजुरले ड्राइभमा राख्नुभयो भने D भनेर जान्छ, रिभर्समा जानुभयो भने R भनेर जान्छ। र हजुरको यो चाहिँ तपाईँको किलोमिटरको भयो, यो चाहिँ ह्यान्ड ब्रेकको भयो। ह्यान्ड ब्रेक हजुरले लगाइरहनु भएको छ, ह्यान्ड ब्रेकको चाहिँ तपाईँको पार्किङ सेन्सर देखाउँछ। अनि यो चाहिँ हाम्रो ब्रेकको देखायो। हजुरले ड्राइभिङ मोड चेन्ज गर्नलाई हजुरले ब्रेक एप्लाई गरेपछि यो सिग्नल जान्छ, जबसम्म यो सिग्नल जाँदैन हजुरको ड्राइभिङ मोड पनि चेन्ज हुँदैन। यहाँ चाहिँ हजुरले देख्नुहुन्छ ब्याट्री बार जुनमा चाहिँ ब्याट्री पर्सेन्टदेखि लिएर किलोमिटर हजुरले देख्न सक्नुहुनेछ। र साथसाथै अब अलिकति यता आउँछौँ है सर, हामीले अर्को देख्न सक्छौँ योमा के पाउन सक्छौँ? यो चाहिँ हाम्रो मल्टिमिडिया भनौँ न, मल्टिमिडिया भयो। हजुरले यहाँबाट पेन ड्राइभ जोडेर USB सबै गर्न नि, म्युजिकहरू सुन्न नि मिल्यो। FM अप्सन छ, अटो लिङ्क छ। अटो लिङ्क चाहिँ कस्तो भने हजुरको मोबाइलमा अटो लिङ्क एप डाउनलोड गर्नु भएर हाम्रो वायर थ्रु यो डिभाइससँग लिङ्क गर्नुभयो भने हजुरको स्क्रिनै तपाईँको यो यसमा आउँछ, मोबाइलको स्क्रिन। हजुरले जुन टच पनि गर्न सक्नुहुनेछ, सबै गर्न सक्ने हुनेछ एन्ड्रोइडको केसमा।
iOS को केसमा चाहिँ हजुरको मिररिङ मात्र हुनेछ। अनि हजुरले यहाँ ब्लुटुथ मोड देख्नुहुनेछ, अनि यहाँ सेटिङ छ, हजुर क्यालेन्डर छ। सेटअपमा चाहिँ हजुरले डिस्प्ले, अडियो, टाइम, वालपेपर, इन्स्ट्रुमेन्ट सिस्टमहरूको देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हजुरको एसी कन्ट्रोल सिस्टमहरू छ। हजुरले एसीको लागि चाहिँ हजुरले यहाँ फङ्सन पाउनुहुन्छ। एसी र हिटर दुइटै यसमा यो गाडीमा भएको कारणले हजुरले एसी चलाउनको लागि चाहिँ ब्लूमा लैजानुभयो भने एसी चल्यो, रेडमा चाहिँ हजुरको हिटर चल्यो। अनि फ्यानको स्पिड कन्ट्रोलको लागि हजुरले यहाँ कति स्टेपमा राख्ने भनेर 1 2 3 4 गरेर दिएको छ। यो चाहिँ अनि हजुरको इनसाइड सर्कुलेसन, अनि तपाईँको हावा कता फेसमा हान्ने हो कि लेगमा हान्ने हो कि डिफगर चलाउने हो, सबै अप्सन हजुरले यहाँ पाउनुहुनेछ। र त्यस्तै गरी अलिकति हामी तल जान चाह्यौँ है सर, तल के छ सर? हजुरले यहाँ चाहिँ नब सिस्टम पाउनुहुनेछ ड्राइभिङ मोडको लागि। हजुरले ड्राइभिङ मोडमा को लागि चाहिँ ब्रेक थिचेर मात्र ड्राइभिङ मोड चेन्ज हुन्छ। अनि यहाँ हजुरले हजार्ड लाइट पाउनुहुन्छ भने यहाँ चाहिँ तपाईँले मोबाइल होल्डर पाउनुहुनेछ। हजुरले यहाँ ह्यान्डब्रेक, म्यानुअल ह्यान्डब्रेक पाउन सक्नुहुनेछ भने यो गाडीमा चाहिँ हेड स्पेस पनि मजाको छ। पछाडिको सिटको कुरा गर्नुपर्दा हेर्नु न, 6 फिटको मान्छेलाई नै मजाले लेग स्पेस, सिट पनि कम्फर्टेबल फिल भइरहेको छ। र त्यस्तै गरी कतिजना बस्न सके सर? यो चाहिँ 4 सिटर क्यापेसिटी गाडी हो सर, तर हजुरले 5 जना एडजस्ट गरेर बस्नुभयो भने मजाले अट्नुहुन्छ। वारेन्टीको कुरा गर्नुपर्दा हजुरले यो गाडीमा चाहिँ 7 इयर्स या 1 लाख किलोमिटरको तपाईँको वारेन्टी पाउनुहुनेछ ब्याट्रीमा भने मोटरमा 3 इयर्स या 45,000 किलोमिटर वारेन्टी पाउनुहुनेछ। अझै मेजर कम्पोनेन्ट तपाईँको चार्जर, कन्ट्रोलरहरूमा चाहिँ तपाईँले 3 इयर्सको वारेन्टी पाउनुहुनेछ। यो गाडी किनिसकेपछि हजुरले लाइफ टाइमभरि पिक एन्ड ड्रप सर्भिस फ्रीमा पाउने हुनेछ। र लगभग यो गाडीको सम्पूर्ण डिटेल त दिइसक्नुभयो र धेरै जसोको जिज्ञासा भनेको चाहिँ प्राइजै हुन्छ। र प्राइस चाहिँ कति छ सर? यो गाडीको प्राइस भनेको 24,50,000 पाउन सक्नुहुनेछ हजुरले। 24,50,000 भन्नुभयो है सर। र त्यस्तै गरी केही डिस्काउन्ट अफर केही छ सर अहिले? हजुरले यो गाडी आउनुहोस्, सोरुममा टेस्ट ड्राइभ गर्नुहोस्, गाडी चित्त बुझिसकेपछि तपाईँलाई डिस्काउन्टको राम्रो व्यवस्था छ। र साथसाथै फाइनेन्सको सेवा सुविधा कति % र के गर्नुपर्ने हुन्छ सर यसलाई? हजुरलाई इन्कम सोर्स पुग्छ भने हजुरको 20% डाउन पेमेन्टबाट हामीले फाइनेन्सको सुविधा दिइरहेछौँ। जस्तै 20% भन्नाले कति जति गर्नु पर्यो सर? 20% भन्नाले तपाईँको 6 लाख, मिनिमम 6 लाखबाट स्टार्टिङ छ। हजुर। हजुरले त्यसपछि कति डाउन पेमेन्ट गर्ने हजुरको त्यही अनुसारको हजुरको इएमआई पनि पर्न जान्छ। जस्तै कस्टमरसँग फ्युलवाला गाडी छ भने यसलाई एक्सचेन्ज गर्ने सुविधा छ वा छैन सर? यदि तपाईँहरूसँग गाडी छ, एक्सचेन्ज गर्ने प्लान गरिरहनु भएको छ भने हजुरलाई एक्सचेन्ज बोनस पनि हजुरले पाउन सक्नुहुनेछ, तर त्यो लिमिटेड समयको लागि मात्र हुनेछ। त्यही भएर छिटोभन्दा छिटो हाम्रो उत्तर ढोका स्थित हेनरी बोल्ट सोरुममा भिजिट गर्नुहोला। र लगभग हामी अन्त्यमा पनि छ है सर, हाम्रो के अफर छ कि सर? हजुरले यो पुस मसान्तभित्र बुकिङ गर्नुभयो भने हजुरलाई 1 इयर्सको रोड ट्याक्स, इन्सुरेन्स, ओनरसिप ट्रान्सफर सबै हजुरले फ्रीमा पाउन सक्नुहुनेछ। र साथसाथै यो गाडी किन्नको लागि अथवा टेस्ट ड्राइभ गर्नको लागि हजुरहरूको लोकेसन र कन्ट्याक्ट नम्बर भनिदिनु न सर। हाम्रो गाडी टेस्ट ड्राइभको लागि हजुरले उत्तर ढोका स्थित हेनरी बोल्ट सोरुममा सम्पर्क गर्न सक्नुहुनेछ या आउन पनि सक्नुहुनेछ। र लगभग हामी कार्यक्रमको अन्त्यमा छ र कस्टमरहरूलाई यहाँसम्म आउनुको लागि के आग्रह गर्न चाहनुहुन्छ सर? हाम्रो भिजिट सोरुम गर्नुहोस्, टेस्ट ड्राइभ गर्नुहोस् र हजुरले थाहा पाइहाल्नुहुन्छ किन यो बेस्ट इन द सेगमेन्ट छ भनेर। हुन्छ सर, हजुरको महत्त्वपूर्ण समय हाम्रो अटो बजारलाई दिनुभयो। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद सर।